ढ्याङ भनेको माथि छ, अब त्यो माथि ढकुमारतिर भयो। स्यो भनेको तल हाम्रो असुरा यो गुम्बा छ नि हो। निकै मिहिनेत गरेको है। ओके, यहाँहरू सबैजनालाई धेरै धेरै स्वागत छ मेरो नयाँ भिडियोमा। आज चाहिँ हामी फर्पिङमा रहेको तीर्थस्थलहरूको दर्शन गर्नको लागि अथवा भनौँ न तीर्थयात्रा गर्नको लागि आएको छौँ। हामी धेरैजना छौँ यहाँ घुम्दै घुम्दै, अनि घुम्ने क्रममा चाहिँ हामी सबै तीर्थहरूको दर्शन पनि गर्नेछौँ। र विशेष गरेर आज चाहिँ हामीसँग भूपेन गुरुङ हुनुहुन्छ। उहाँले चाहिँ यो तीर्थको बारेमा हामीलाई एकदम मिठो रूपमा भनिदिनुहुन्छ। यो चाहिँ हामी लगायत तपाईँ हेर्ने दर्शकहरूलाई पनि काम लाग्छ भनेर मैले चाहिँ भिडियो पनि क्याप्चर गरेको छु। सो इन्जोय गर्नु होला। अब हामी भिडियोतिरै लागौँ। आज चाहिँ एकदम धार्मिक आध्यात्म मनसँगको चाहिँ अब यात्रा है गर्ने ल है, रमाइलो यताउता हेर्ने भन्दाखेरि नि अब सामान्यतया तीर्थयात्रामा छौँ आज हामी। एकदम महान तीर्थ हो यो। अब बुद्ध धर्म चाहिँ दुई प्रकारको छ है, सूत्र र तन्त्र भन्छ। अब तन्त्रमा चाहिँ अनि तन्त्रको चाहिँ मेन उद्गम स्थल नै यो फर्पिङ हो है। सूत्र चाहिँ तपाईँको लुम्बिनी अथवा बोधगया हो भने, अनि सूत्रको चाहिँ धो चाहिँ, अनि नाकको चाहिँ तपाईँको, अनि तन्त्रको चाहिँ फर्पिङ हो। यो फर्पिङमा चाहिँ यति धेरै गुम्बाहरू किन बनेको छ, लगभग अहिले जतासुकै गुम्बा छ नि, किन गुम्बा बनेको छ भन्दा यहाँ चाहिँ तपाईँको यही ठाउँबाट चाहिँ अनि नाक गुरुपद्मसम्भवले चाहिँ टिबेटमा बुद्ध धर्म पनि यही ठाउँबाट गुरुपद्मसम्भव जानुभएको थियो भनेर। अनि जीवनमा चाहिँ एकचोटि मात्रै यो फर्पिङमा चाहिँ आयो अथवा पहिला टेक्यो भने जीवन धन्य हुन्छ भन्छ है। विशेष गरेर यो ठाउँमा चाहिँ तपाईँको प्राकृतिक रूपले पनि अनि मुनतिर चाहिँ यस्तो अष्टमङ्गलम छ भन्छ है। पेमा तब के भनेको चाहिँ 8 प्रकारको चाहिँ यस्तो फुल छ, माथि चाहिँ चक्र छ भन्छ है। अनि यहाँनिर चाहिँ अलिकति ध्यान तपस्या गऱ्यो भने नि अनि तपाईँको हाम्रो मरेर गइसके पश्चात चाहिँ हामी एक दिन त मर्नुपर्छ, तपाईँ हामी जो कोही पनि होइन। मरेपछि पनि त्यो मृत्यु नै अन्तिम समाधान होइन, त्यहाँबाट नै सिद्धिने होइन, त्यहाँबाट पनि नयाँ अध्यायहरू सुरु हुन्छ, नयाँ जन्महरू सुरु हुन्छ। त्यतिखेर चाहिँ अनि एउटा मार्गदर्शनको चाहिँ यो ठाउँमा आयो भने त्यो चक्रले एकदम ठुलो मार्ग निर्देशन गर्छ भनेर एकदम ठुलो महत्त्व छ यसको है। यसको व्याख्या गऱ्यो भने साध्य नै छैन। पहिला टिबेटबाट जति पनि सिद्ध गुरुहरू आउँदाखेरि तपाईँको यही ठाउँमा आएर चाहिँ अनि साधना गर्ने, अब मार्पा हुन्छ नि, मार्पा पनि यहाँ आउनुभएको थियो अरे। अनि यहाँ आएर फर्पिङको अनि कतिपयले त तपाईँको फर्पिङ भन्ने नै अब फक्थिङ भन्ने टिबेटियन शब्दबाट चाहिँ अपभ्रंश भएर चाहिँ फर्पिङ भएको भन्छ होइन। यो ठाउँ चाहिँ धेरै महत्त्वको छ। यहाँको तपाईँको जस्तो अब अहिले फर्स्टचोटि फर्पिङ आउँदाखेरि चाहिँ अब यहाँ देवीको चाहिँ दर्शन गर्छ, खाँडो वज्रयोगिनी भन्छ है। यहाँ यो सम्पूर्ण आमाहरूको माताहरूको चाहिँ हाम्रो कृपा आमाको चाहिँ कृपा माया, हाम्रो आमाको चाहिँ देन चाहिँ सम्झेर यहाँ पूजा प्रार्थना आराधना गऱ्यो भने हाम्रो त्यो सबै आमाहरूको तपाईँको चाहिँ अनि कृपा पनि पूर्ति हुन्छ भन्छ है। यो फर्पिङको त कति साह्रो भने यहाँ चाहिँ तपाईँको पहिला गुरुपद्मसम्भवहरू यहाँ आउनु भएर अनि उहाँसँग धेरै साधनाहरू अनि उहाँको सहयोगबाट धेरै प्रकारको यसको कहानीहरू छ। विशेष गरेर यो वज्रयोगिनी चाहिँ पहिला एकदम पुरानो हो। यो घरहरू यसको बनावटहरू हेर्नु न तपाईँको, यो काठको है, आजभन्दा हजारौँ वर्ष पुरानो हो। यो यहाँ सिमेन्टको युज छैन, सबै तपाईँको एकदम यो घरहरू नै तपाईँको, यो घरहरू नै बाहिर विदेशीबाट चाहिँ छक्क पर्छ कसरी बनाएर त्यतिको समयमा भनेर क्या। यो बुट्टाहरू चाहिँ सबै काठको क्या है। अनि यो चाहिँ तपाईँको पहिला चाहिँ यहाँको यो देवी चाहिँ ठक्कै उसको चाहिँ त्यो शुक्ल पक्षको चाहिँ अथवा त्यतिखेरको दशमी दुईवटा हुन्छ क्या, महिनामा दशमी पुरा हिँड्थ्यो भन्छ क्या यहाँको देवता देवी है। अब हामीलाई चाहिँ यो सुन्दाखेरि अचम्म लाग्ला, तर यहाँको चाहिँ एकदम छ्याछ्याती हो भन्छ है। जीवनमा चाहिँ यहाँनिर एकचोटि आएर चाहिँ अनि यो तपाईँको आमाले हामीलाई कति धेरै कृपा गरेको हुन्छ, माताले खाँडोले होइन। अनि उहाँको ऋणहरू पनि अनि पूर्ति गर्न सक्छ उहाँपट्टि चाहिँ आमा सम्झेर भनेर एकदम ठुलो यो खाँडो चाहिँ ठुलो हो। अनि यहाँ चाहिँ तपाईँको एउटा रङजुङ भन्ने आफै निस्केको यत्रो एक हातको छ क्या है। अनि सिङ्गमुखिनी भन्ने यत्रो छ।
त्यो चाहिँ तपाईँको देखाउँदैन जोग कोही बेला, अनि त्यो चाहिँ विशेष तिथिमा मात्रै दर्शन गराउँछ। अनि त्यसकै रूप चाहिँ अहिले पछि बनाएर राखेको छ। यहाँ यसो दर्शन गर्नु, यसो होइन पूजा गर्नु, अनि एक एकवटा बत्ती बाल्नु। बत्ती चाहिँ आफ्नो चाहिँ पैसाले बाल्नुपर्छ क्या। त्यो बत्ती बाल्दाखेरि साधारण बत्ती बालेको होइन, मैले मातालाई चाहिँ ग्यासको आगो जस्तो होइन, झ्यास्टडाको आगो जस्तो होइन, यो चाहिँ एकदम ज्ञानको दियो हो। अनि 20 रुपियाँ 50 रुपियाँ पर्छ, आफ्नै पैसाले बाल्नु तपाईँ सबैले है। अनि यो ज्ञानको दियो हो, यो अग्निदेव हो। अग्निदेवले चाहिँ मेरो अब साधारण आगो होइन, यो अग्निको देवताले चाहिँ आज हेसेकी मेला भन्छ, त्यसले चाहिँ सम्पूर्ण नकारात्मक कुराहरू, रोगहरू, अनि सम्पूर्ण ऋण भार पहिला भएको गाली श्रापहरू सबै नष्ट गर्यो भनेर चाहिँ यसो प्रार्थना गर्नुहोस् है। यसले चाहिँ यो जुनीमा मात्रै होइन, अर्को जुनीमा पनि प्रभाव पार्छ साँच्चै के। अनि यसो सोच्नुपर्छ कि अब हाम्रो जिन्दगी चाहिँ के को लागि रहेछ त भन्दाखेरि, अब अहिले त जस्तो जस्तो दिउँछ खान्छ रमाइलो गर्छ, तर मरेपछि चाहिँ एक्लो हुन्छ, त्यतिखेर चाहिँ अनि आध्यात्मको साह्रै ठुलो महत्त्व हुन्छ है भन्दा आज यहाँनिर प्रसाद गर्ने। अनि यस्तो धेरै ठाउँ छ, अनि यसको बारेमा व्याख्या गर्दै गर्दै जाने। अनि अलि उतापट्टि चाहिँ फेरि तपाईँको एउटा ढोल्मा भन्छ कि, ढोल्मा भनेको चाहिँ तपाईँको देवी हो। देवी चाहिँ तपाईँको देवीलाई एकदम प्रार्थना गऱ्यो भने चाहिँ हाम्रो चाहिँ तपाईँको अनि घरमा साह्रै सह हुन्छ, सद्भाव हुन्छ भन्छ है। अनि त्यो चाहिँ तपाईँको आफै निस्केको छ क्या ढुङ्गामा है, कसैले बनाएको होइन, आफै निस्केको सानो छ। अनि त्यो चाहिँ तपाईँको अनि ठुल्ठुलो गुरुहरूले आएर पूजा गर्दा एकदम शुद्ध मन उहाँपट्टि डोलमा तारादेवी एकदम भक्ति भएको मान्छे आउँदाखेरि चाहिँ पुरा पसिना निस्किँदो रहेछ त्यो ढोल है, त्यो एकदम पसिना निस्किँदो रहेछ। अनि त्यस्तो हुँदो रहेछ। हामीले चाहिँ पत्याउँदैन यस्तो पनि हुन्छ र ढुङ्गाको मूर्तिको अथवा यस्तो भन्ने सबै गइराखेर तीर्थ गएको भन्ने जस्तो। तर यो ठाउँमा आएर यसो प्रार्थना गऱ्यो भने चाहिँ अर्को जुनीलाई पनि काम लाग्ने ठाउँ हो क्या यो चाहिँ है। अझै त्यति भन्दै अब अहिले चाहिँ यसको बारेमा यसो बत्ती बाल्नु आफ्नो चाहिँ पैसाले होइन, एक एकवटा बत्ती चाहिँ आफ्नै बाल्नुपर्छ, नभएदेखि बत्ती बाल्ने पैसा यसो प्रार्थना गर्दा नि हुन्छ, त्यहाँ बाल्नु। अनि त्यहाँदेखि अब डोल्मा रौजङमा जानुपर्छ है। आजको यात्रा चाहिँ हाम्रो एकदम आध्यात्मिक हुनुपर्छ फर्पिङको है। यो चाहिँ तपाईँको तन्त्रको चाहिँ बोधगया हो है। ल फर्पिङमा आएपछि चाहिँ यो गुम्बा छ नि, यो यस्तो भव्य बनायो है। डोल्मा चाहिँ 21वटा छ कि, 21 दिदीबहिनी। पहिला राजाको छोरा हो भन्छ होइन, छोरी। अनि उहाँ चाहिँ तपाईँको छोरी मान्छेलाई चाहिँ अरू धर्ममा साह्रै हेर्ने, छोरी मान्छेले चाहिँ मोक्ष प्राप्त गर्दैन, छोरी मान्छे चाहिँ यस्तो भनेर भन्ने चाहिँ। अनि डोल्मालाई चाहिँ म छोरीकै शरीरमा चाहिँ म बुद्धत्व प्राप्त गर्छु भनेर, अनि बुद्धै हो क्या फेरि, बुद्धै हो। अनि उहाँलाई चाहिँ जे अब विशेष माता हो, अनि हाम्रो चाहिँ आमापट्टिको कृपा गुणहरू चाहिँ अनि उहाँलाई पूजा आराधना गर्दा पूर्ति नै हुने, अनि इच्छापूर्ति हुने विशेष गरेर। अनि यो इच्छापूर्ति हुने हामीले अनि यस्तो भयानक दुर्घटनाहरूबाट चाहिँ साह्रै बचाउँछ भन्छ कि डोल्माले। दुर्घटना ट्राभल गर्दाखेरि चाहिँ डोल्माको पूजा गर्नु तारादेवी डोल्मा हुन्छ नि, त्यहाँ मन्दिर हात लाग्नु। देउता है चाहिँ डोल्माको। यो ठाउँमा चाहिँ त्यसलाई चाहिँ तल लगाएर होइन, त्यो तोर्मा टेम्पल हुने 12 पनि त्यहाँ तोर्मामा यस्तो गरेर 3टा बनाउँछ, अनि यस्तो 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 12 आउँछ नि, 12 त्यो चाहिँ कुनै पूजा पनि हुन्छ होइन। यो ठाउँमा चाहिँ अनि उहाँलाई चाहिँ तल लगाएर आजदेखि चाहिँ तिमी मान्छौ भने मान, नभए तिमीलाई कमान गरिसक्छ। आजदेखि यो बुद्धिस्टको चाहिँ सुङमा भएको भनेर चाहिँ अनि लामाले यतापट्टि 3टा बनाउँछ नि टेम्पल, यही हो कि यसले टेम्पल धम्रा दक्पकी ने भन्छ नि। 12 दिदीबहिनी चाहिँ यहाँ ठिक बनाएको ठाउँ, यो ठाउँमा यसो गरेर हेर्नु। अनि यस्तो दाईहरूले अनि सान्डीहरूले दुःख दिँदैन भन्छ यसो हेर्नु।
हामीले तोरा बनाउँछ नि लामाहरूले तोरा बनाउँछ नि आउनुहोस् आउनुहोस् बत्ती कति हो ऊ त बानी भएको यस्तोमा को चाहिँ बुहारी ऋषिकै लड्नु है ल भन्छ अनि पैसा छ भने खुद्रा पैसा छ भने चढाउ तल हो कि होइन याङ भनेको माथि चाहिँ अब त्यो माथि ढकुमारतिर भयो स्यो भनेको तल हाम्रो असुरा यो माथि भयो तल चाहिँ तपाईँको तल शेषनारायण गुम्बाको पानी छ नि त्यो चाहिँ स्यो हो क्या तल अनि माथि चाहिँ साधना गरेर तल सिद्धता प्राप्त गरेको अनि फेरि हामीले त्यहाँ सुमी चाउँछौँ धुची छु भन्ने पर्छ नि अनि फुर्बाले हानेर चाहिँ एउटा अमृत पानी निकालेको त्यो पानी खाँदाखेरि चाहिँ हाम्रो चाहिँ एउटा विभिन्न प्रकारको चाहिँ अनि एउटा नकारात्मक कुराहरू नष्ट हुन्छ भने त्यो पानी नै तलको पानी हुन्छ क्या त्यो झेटोमुझेले सुन्सी गर्नुभएको झेटोमुझेले सुन्सी गरेपछि अब त्यो असत्य भन्ने हुँदैन त्यहाँबाट यहाँ आएपछि तल पनि जानुपर्छ भन्छ है तलसम्म घुमेर अब यहाँ माथि एउटा छ वज्रयोगिनी र आफै उत्पन्न भएको डोल्माको देवीको दर्शन गरेर हामी चाहिँ अब माथि असुराको अग्लो डाँडातिर जाँदैछौँ अहिले पढिरहेको छ है के बन्ने भान्साको लक्ष्य छ यसैले यस्तोले के सिसी हो पहिलो प्राचीन दक्षिणकाली मन्दिर चाहिँ माथि छ थाहा छैन होला तपाईँलाई यहाँको स्थानीयहरूले चाहिँ सबैले त्यहाँ पूजा गर्छ त्यो अहिले पनि यहाँको मन्दिरै छ माथि है यहाँ माथि प्राचीन दक्षिणकाली माताको मन्दिर भनेर हजुर अहिले यहाँ नगरपालिकाले करोडौँ खर्च गरेर तपाईँको माथिसम्म बाटो पनि लगेछ हजुर मन्दिर त पहिला पनि थियो एकदम प्राचीन पहिला चाहिँ त्यहाँनिर चाहिँ तपाईँको दक्षिणकाली माथि चाहिँ पहिला माथि बस्थ्यो अरे क्या माथि हजुर माथि बस्थ्यो अनि जब चाहिँ गुरुपद्म सम्भव चाहिँ यो ठाउँ एकदम उपयुक्त ध्यान साधनाको लागि भनेर इन्डाको डियाना हुँदै अनि नलेन्द्र विश्वविद्यालय त्यहाँबाट चाहिँ खोटाङ भन्दै यहाँ आउनुभयो होइन यहाँ चाहिँ उहाँले सिद्धता बुद्धता अब साग्य छिम्बो भनेको चाहिँ महामुद्राको सिद्धता प्राप्त गर्ने ध्यान गरेको बेलामा चाहिँ अनि जहिले पनि आमाहरू रुगो आवाज आउने अरे क्या कोलाहल आउने किन आउने भन्दा त्यो दक्षिणकालीले चाहिँ अनि पहिला नर भङ्सी भन्छ नर भनेको थाहा छ मानव मानव नर भङ्सी रहेछ अरे अनि बच्चाहरू खाइदिँदो रहेछ अरे क्या एक दिन चाहिँ अनि गुरुपद्म सम्भवले उहाँको चाहिँ अनि नानी लुगाइदिएछ अरे अनि त्यो भन्दाखेरि चाहिँ अनि तम रुँदो रहेछ अरे किन रुगो भन्दाखेरि चाहिँ मेरो नानी छोरी हरायो भन्दाखेरि चाहिँ अब तिमीलाई चाहिँ अब यसरी अर्काको प्राणीहरूको रगत खाँदाखेरि अब तिमीलाई कस्तो हुन्छ त्यसको पनि आमा त्यस्तै हुन्छ अब तिमी चाहिँ प्राण नहुनु भनेर चाहिँ अनि उहाँले चाहिँ बाचा गरेर अनि उहाँलाई गुरुपद्म सम्भवलाई गुरु मानेर होइन गुरुदेखि माथि बस्दिनँ भनेर गुरुको पद्म सम्भव यहाँ थियो दक्षिणकाली माता चाहिँ माथि हो नि त नौ तल जानुभएको छ क्या उयो तल छ नि त्यो चाहिँ माताको खोलाको त्यो दक्षिणकालीको तलको त्यो खोलाको त्यो चाहिँ माता होइन आमा होइन जङ्गलको बिचको घर छ नि त्यो त्यहाँ चाहिँ भोक चल्दैन भोकहरू यसरी काटमाट चल्दैन आमालाई चाहिँ होइन त्यहाँबाट तल खोलामा चाहिँ छोरी बस्छ छोरीलाई चाहिँ अब त्यो खासमा उहाँले नखाने नलिने भन्दाखेरि नि अहिले मान्छेहरूले चाहिँ प्राणी हत्या गरेर बलि चढाउँछ नि त्यहाँनिर पहिला चाहिँ उहाँहरू यहाँ माथि बस्नुहुन्थ्यो गुरुपद्मसम्म पाएपछि अनि तल स्थानान्तरण गर्नुभएको भन्छ क्या है अहिले यहाँबाट गयो भने तपाईँको लगभग हाम्रो गुम्बादेखि यतापट्टि यहाँबाट आधी घन्टा जति हिँड्यो भने चाहिँ अनि लगभग आधी घन्टा जति हिँड्यो भने चाहिँ माथि त्यो मन्दिर पुग्छ
दक्षिणकालीको प्राचीन भन्ने पहिलाको। तर अहिले त्यहाँबाट उहाँ तल सरिसक्नुभयो। अब माथि जाउँ है त। टु सक्छ कि पहिला देखाएको छैन होला है आज महत्त्वपूर्ण यो जुनीमा मात्रै होइन अर्को जुनीमा पनि काम लाग्ने ठाउँमा आएको छ होइन। साँच्चै विश्वास गर्नुपर्छ मान्छेको मरेपछि मन हुन्छ त्यो मनलाई चाहिँ अनि यो तीर्थ गरेको साधना गरेको चाहिँ काम लाग्छ। यो चाहिँ तपाईँको याङलेसे भन्छ कि माथि चाहिँ हो स्यो भनेको तल विशेष गरेर यो चाहिँ तपाईँको ढाकु मारातिका भन्छ। अनि पयु याङलेसे ढाकुदो याङ्दा चाहिँ निबो डुबे छ्याग्या छेम्बुङुडो नेद्री थोप भनेको चाहिँ यसलाई चाहिँ पयुल भनेको नेपाललाई चाहिँ टिबेटन भाषाबाट पयुल भन्छ कि यहाँ चाहिँ तपाईँ पयुल भन्छ। यो चाहिँ तपाईँको यहाँनिर सिधा प्राप्त गरेको गुरु पद्मा स्वभावले चाहिँ यहाँनिर चाहिँ शून्यता र तपाईँको चाहिँ एउटा महामुद्राको अनि साधना गर्दा 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 यो भाइको देखेको कुराहरू सबै भ्रम रहेछ भन्ने कुरा भयो क्या। अब यसो सोच्दाखेरि अब कोही मान्छेले घर बनायो भन्छ, कोहीले गाडी किन्यो भन्छ, कोही माथि गयो, कोही कता गयो भनेर हाम्रो यताउता अहिले समाजमा चाहिँ नि हो फल्ना सल्ला नि अस्ट्रेलिया गएर यस्तो गयो वास्तवमा त्यो एउटा सपना जस्तो मात्रै हो है। अबको 20-30 वर्षपछि न त्यो अस्ट्रेलिया जाने कुरा रहन्छ, मान्छे रहन्छ न के रहन्छ। सबै यो सदियौँदेखि चलिआएको त्यो घर बनाउने नानी जन्माउने अनि एउटा जीवन प्रक्रिया चाहिँ भइरहेको कुराहरू यो मिठो भ्रम मात्रै हो। अनि फेरि मर्छ फेरि यसरी सुरु हुन्छ भन्छ क्या। अनि त्यसलाई चाहिँ साधना गरेर एकदम यो सबै भ्रम रहेछ भनेर कुनै तपाईँको चाहिँ एउटा देवता अथवा लौकिक अलौकिक शक्ति भन्दाखेरि मन मस्तिष्कसँग चाहिँ साक्षात्कार भएर साधना गर्दा गर्दा गुरु पद्मा सम्भवजीले चाहिँ मनको शून्यता चाहिँ यहाँ प्राप्त गरेको भन्छ होइन महामुद्रा। अनि मनको शून्यता प्राप्त गरेपछि यो मेरो यो तेरो यो आफ्नो यो पढाइ भन्ने केही पनि हुँदैन। यो बारहरू छ नि यो हामीले यो बार लगायो भनेर यो के अरे मनमा चाहिँ तपाईँको आत्मा घर परेर मात्रै बार शून्यता अनुभव यो बारहरू केही पनि छैन भने गुरु पद्मा सम्भवले चाहिँ साधना गर्यो भने साँच्चीकै एउटा सिद्धता प्राप्त छ है भनेर अरू हामीलाई देखाउनुको लागि यो हातको छ नि यो चाहिँ यस्तो तपाईँको छातमा चाहिँ तपाईँले यसो गर्नु त यो छ नि यो चाहिँ ठक्कै छ है यस्तो छ यो होइन तपाईँ यसो गर्नु। अनि यहाँनिर चाहिँ एकदम सिद्ध पुरुषहरूले धेरैले बुद्धता प्राप्त र मोक्ष प्राप्त गरेको ठाउँ हो। यहाँ हात राखेर भित्र यसो एकछिन भनी एकछिन भनी धेरै नसके पनि यसो ध्यान गर्नु है। यसले चाहिँ एकदम राम्रो गर्छ ल। हस् भित्र जानुहोस्। यसलाई चाहिँ तपाईँको असुरा फर्पिङको चाहिँ तपाईँको तन्त्रको चाहिँ बोधगया भन्छ। यहाँ चाहिँ जिन्दगीमा एकचोटि आउनै पर्ने ठाउँ भन्छ है ल। मेरो जत्रै हात रहेछ कति नराम्रो हात मेरो जत्रै हात छ निकै मिहिनेत गरेको है। यो माथिको हातहरू झालु डुप्सी भन्छ कि शरीर चाहिँ इन्द्र धनुष हुन्छ क्या। हाम्रो त शरीर हामी जस्तो रिस आरिस खबर उनीहरूको एकदम बित्तिकै रिस बनाएर उनीहरू हुन्छ नि त्यहाँनिर स्थिर बनाएर राख्छ कि त्यहाँदेखि ज्योतिले जानुपर्दैन हामी त्यहाँ गएर चाहिँ फेरि यसो दर्शन गऱ्यो भने हामी पनि एकदम सर्दिया गुरु झेटरमुजे गुम्बामा उहाँको पार्थिव काया चाहिँ दर्शन गरेर हामी यहाँ निस्किँदाखेरि हाम्रो सृजना भाउजूले भन्नुभयो कि यहाँनिर के अरे शिवजीको मूर्ति किन छ होइन शिवलिङ्गहरू किन छ भन्दाखेरि चाहिँ
शिवजी र शिवलिङ्ग चाहिँ अब उहाँहरू चाहिँ भगवान् बुद्धले पहिला चाहिँ बोधगयामा चाहिँ बुद्धत्व प्राप्त गरिसकेपछि बोधगयामा गरे नि त होइन। अनि उहाँले त्यतिकै बताइरहँदाखेरि चाहिँ अनि संसारको मृत्यु र जन्मको चक्र चुडाउने उपाय चाहिँ उहाँ स्वयं भगवान् बुद्धले मात्रै प्राप्त गर्नु थाल्यो, अरू कसैले थाहा थिएन अरे क्या। हाम्रो संसारको जिन्दगी भनेको यो जिन्दगी मात्रै होइन, फेरि जन्मिन्छ फेरि मर्छ, यसरी अनवरत रूपमा एउटा चक्र जस्तो घुमिरहन्छ संसारको रीत भनेको। अनि त्यो कुरा चाहिँ अब तपाईँको कसैको प्रेतहरूको एकदम लामो आयो भने, कसैको पशुहरूको ठिकैको, अनि तपाईँको असुरीहरूको त्यस्तै सानो आयो भने, देवताहरूको चाहिँ तपाईँको 80,000 त्यस्तै लामो वर्ष हुन्छ अरे क्या। अनि यो 6वटा लोकमा चाहिँ सबैभन्दा शक्तिशाली देवताहरू हुने, देवताहरूले चाहिँ अनि तर उहाँहरू पनि त्यो 80,000 वर्षको चाहिँ समय कटाइसकेपछि फेरि पतन भएर मनुष्यमै आउनुपर्ने, प्रेतमै जानुपर्ने, पशुमै जानुपर्ने भएपछि चाहिँ अनि यो जन्म र मृत्युको चक्रबाट चाहिँ अनि उहाँहरूले पनि जतिसुकै यज्ञ, जतिसुकै पूजापाठ गर्दाखेरि, जतिसुकै हवन गर्दाखेरि नि त्यहाँबाट मुक्त हुने तरिका थाहा नपाएपछि चाहिँ अनि भगवान् बुद्धले चाहिँ 500 जुनीको चाहिँ अथक परहितको काम गर्दा 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 फेरि जन्मिनु नपर्ने, फेरि मर्नु नपर्ने त्यस्तो प्रकारको चाहिँ मनलाई त्यागेर ज्ञानमा चाहिँ एउटा उदय हुने चाहिँ तपाईँको एउटा उपाय चाहिँ थाहा हुनुभयो। त्यसलाई चाहिँ बुद्धत्व भन्छ क्या। सम्पूर्ण कुराहरू बोध भएपछि बुद्धत्व भयो। त्यो कुरा चाहिँ अनि संसारमा एउटा हलचल आयो अरे छलोकमै क्या। एउटा बुद्ध भन्नेले चाहिँ यस्तो प्रकारको चाहिँ अनि एउटा उपाय थाहा पायो। यो उपाय चाहिँ एकदम तपाईँको अहिलेसम्म कसैले नबताएको, कसैले नजानेको उपाय छ भनेपछि चाहिँ देवलोकबाट चाहिँ अनि ब्रह्मा विष्णु महेश्वर क्या है। अनि त्यो चाहिँ अहिले जुन पनि गुम्बाको दुईवटा बिचमा एउटा मृगको बिचमा त्यो चाहिँ धर्मचक्र हुन्छ नि, त्यो सुन्नु हजारवटा रेसा भएको चक्र बोकेर चाहिँ ब्रह्मा विष्णु महेश्वर भगवान् बुद्धलाई नि हामीलाई पनि यस्तो उपाय सिकाइदिनुहोस् है, हामीले पनि यस्तो उपाय सिकाइदिनुहोस्, तपाईँको चेला बन्छु, मृत्यु र जन्म र मृत्युको चाहिँ एउटा दोरीबाट चट्ट चुने उपाय बताइदिनुहोस्, तपाईँ पनि हामी चेला बन्छु र संसारमा चाहिँ धर्म साधना गर्दाखेरि बाधा बिग्न पर्ने बाधाहरूको लागि चाहिँ तपाईँको हामी चाहिँ धर्मपाल हुन्छु भनेर चाहिँ बाचा गर्थ्यो अरे क्या। त्यो कारणले अनि भगवान् बुद्धले उहाँहरूलाई चेला बनाएर अनि भगवान् बुद्धले चाहिँ यस्तो छुट्टै बुद्ध धर्म बनाउँछु, एउटा छुट्टै सम्प्रदाय बनाउँछु भनेर भनेको होइन कि संसारबाट मोक्ष प्राप्त गर्ने यस्तो यस्तो हो उपाय भनेर त्यो उपाय बताइदियो होइन। त्यो उपाय नै त्यसको फलो गर्ने पछि बुद्धिस्ट भएको हो नि त है। त्यो बुद्धिस्ट भएको खासमा भगवान् बुद्धले चाहिँ यस्तो धर्म हुनुपर्छ मेरो धर्म भनेकै छैन। भगवान् बुद्धले मैले संसार बनाएको, मैले सृष्टि गरेको भनेकै छैन। संसार एउटा शून्यताबाट उत्पत्ति भयो, त्यसलाई चाहिँ यस्तो यस्तो कार्य गर्यो भने, यस्तो यस्तो साधना गर्यो भने त्यहाँबाट मोक्ष प्राप्त सम्भव छ। त्यसले चाहिँ मन त्यागेपछि कहिले पनि फेरि मर्नु पर्दैन भनेपछि चाहिँ अनि उहाँहरूको चाहिँ तपाईँको देवताहरू पनि चेला बने होइन। चेला बने पश्चात चाहिँ अनि विशेष गरेर यो बुद्ध धर्ममा चाहिँ दुईवटा छ, सूत्र र तन्त्र भन्छ। जस्तो म्यानमारमा, श्रीलङ्कामा आदि इत्यादि तपाईँको देशमा चाहिँ सूत्र मात्रै तपाईँको चाहिँ अनि सूत्र मात्रै अभ्यास गर्छ। विशेष हिमाली क्षेत्रमा मात्र अनि काठमाडौँ उपत्यकाको नेवार बुद्धिज्म भन्छ नि वज्रयानबाट चाहिँ बेसरी मन्त्रको साधना गर्छ। मन्त्रको साधनाबाट चाहिँ एकै जुनीमा चाहिँ संसारबाट चाहिँ बुद्धत्व हुनसक्छ भन्छ क्या है। सूत्रबाट चाहिँ 3 असङ्ख्य कल्प लाग्छ, मन्त्रबाट चाहिँ एकै जुनीमा बुद्धत्व प्राप्त हुँदाखेरि चाहिँ अनि त्यो एकै जुनीमा बुद्धत्व प्राप्त गर्नुको लागि चाहिँ एकदम तपाईँको बाधा विघ्नहरू आउने, मनमा विभिन्न दुविधा आउने, विभिन्न प्रकारको बाहिरी शत्रुहरूदेखि लिएर भित्री आफूभित्रको चाहिँ मनको उच्च तपाईँको उच्छृङ्खलताहरूले एकदम सताउने भएकोलाई त्यसलाई चाहिँ नियन्त्रण गर्नुको लागि चाहिँ धर्मपाल चाहिन्छ भन्छ, सुङमा चाहिन्छ भन्छ क्या है। विभिन्न बाधा विघ्नहरू त्यस्तै तपाईँ धर्म साधना गर्दाखेरि चाहिँ लामाहरूले रक्सी चढाएको देखेछ। त्यो चाहिँ अब ख्याप्जुक वाङचुक सोल्लो बोल्लो छोतो भन्छ। ख्याप्जुक वाङचुक भनेको शिवजी, मैले यस्तो तन्त्रको साधना गर्दैछु, त्यो चाहिँ मेरो मनको विकारक तत्त्वहरू हटाउनुको लागि त्यतिखेर चाहिँ बाधा विघ्न आउने चाहिँ तपाईँले चाहिँ मलाई चाहिँ साथी गर्नुपर्छ है भनेर उसलाई चाहिँ तपाईँको मोक्षको हिसाबले शिरोधारण गर्ने होइन कि एउटा तपाईँको बाधा विघ्नको लागि चाहिँ मलाई चाहिँ बचाउनुहोस्, साथी गर्नुहोस्, म चाहिँ एउटा ठुलो तपाईँको लक्ष्य लिएर चाहिँ अनि बुद्धत्वको लागि परेको मान्छे हो अथवा व्यक्ति हो, साधारण यो सांसारिक कुराको लागि होइन, यसको लागि तपाईँले मलाई चाहिँ अनि साथी गर्नुहोस् भनेर सारथीको रूपमा राखेको थियो। बुझ्नुभयो है। त्यो चाहिँ तपाईँको तर यसको ठुलो व्याख्या छ, एकैचोटि बुझ्दैन है। यो साधना स्वयं गरेर माथि साधना गरेपछि बिस्तारै साधना गर्दै गएपछि जब तपाईँको त्यो एउटा सुङमाहरू अथवा धर्मपालको आवश्यकता पर्छ त्यतिखेर चाहिँ अनि यो धर्मपाललाई चाहिँ मान्ने गर्छ भन्छ। जति पनि लौकिक देवता र अलौकिक देवता हुन्छ, लौकिक देवता भएको चाहिँ चाहनाहरू भएको, लडाइँ गर्ने, झगडा गर्ने है, तपाईँको विभिन्न प्रकारको चाहिँ अनि प्रपञ्चमा पर्ने त्यो लौकिक देवताहरू हो। अलौकिक भनेको चाहिँ उहाँलाई चाहिँ तपाईँको तेरो नै छैन मेरो नै छैन, सबै बराबर भएकोलाई चाहिँ अलौकिक भन्छ। त्यो अलौकिक चाहिँ जस्तो बुद्धहरू, तपाईँ हामी जो पनि बुद्ध हुनसक्छ, तर त्यो बुद्ध हुनुको लागि के चाहिन्छ भन्दा आफूभित्र भएको अहम तपाईँको 84,000 प्रकारको चाहिँ चाहनाहरू क्लेश चाहिँ त्याग्नुपर्छ भन्छ।
त्यो क्लेश त्याग्ने चाहिँ उपाय चाहिँ बुद्ध धर्ममा छ। त्यो बुद्ध धर्मको साधना गर्दै 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 माथि पुगेपछि चाहिँ तल होइन, अन्तिम संसारबाट फेरि चाहिँ मर्नु नपर्ने, जन्मिनु नपर्ने त्यो अन्तिम क्षणमा चाहिँ अनि विशेष गरेर चाहिँ तन्त्रको साधना चाहिँ एकदम फलदायी हुन्छ। त्यो तन्त्रको साधनामा चाहिँ आवश्यक चाहिँ तपाईँको यो धर्मपालहरू हो भनेर बुझ्छ है। त्यो चाहिँ हो। अब उहाँ चाहिँ तपाईँको एकै जुनीमा चाहिँ फेरि जन्मिनु पर्ने बुद्धत्व हो भन्छ क्या। उहाँको अवतरी नै आउँदैन, अरू अवतरी आउँछ नि, उहाँको याङ्सी आउँदैन भन्छ। उहाँको चाहिँ तपाईँको शरीर पहिला यस्तो थियो, हामीले दर्शन कति पायो, तर उहाँको शरीर चाहिँ तपाईँको बिस्तारै सानो जस्तो इन्द्रियणी हुन्छ नि, इन्द्रियणी देख्छ तर त्यो पछि त्यहाँ हरायो, त्यसरी हराइ जाँदछ। त्यसलाई चाहिँ झालु डुप्सी भन्छ। त्यस्तो प्रकारको चाहिँ उहाँहरू सिद्ध प्राप्त गुरुहरू चाहिँ यहीँ संसारमा हाम्रो अगाडि गरेर जानुभयो। तर तपाईँ हामी चाहिँ खालि त्यस्तै सांसारिक कुरामा मात्रै अल्झेर चाहिँ अब अहिले घर बनाउला, ठुल्ठुलो नाम कमाउला, पैसा कमाउला, फेरि मऱ्यो, फेरि त्यो सिद्धिन्न, फेरि जन्मिनुपर्छ। त्यस्तै चक्रमा चाहिँ अनवरत रूपमा चाहिँ लागिरहन्छ भन्छ कि। तर उहाँहरू चाहिँ त्यो चक्रबाट छुटकारा प्राप्त गरेको महागुरुको आज हामीले पार्थिव शरण दर्शन गऱ्यो। यो चाहिँ तपाईँको भाग्यमा हुनेले मात्रै दर्शन गर्न पाउँछ भन्छ। धेरै करोडौँ पैसा भएको ठुल्ठुलो देशमा भिसा लागेको मान्छेहरूले होइन, अब त्यही अब नेपालको सन्दर्भमा त्यही ठुलो भन्छ नि त होइन। तर त्यस्तोहरूले भन्दाखेरि पनि भाग्य भएकोले मात्रै दर्शन गर्न पाउँछ। ठुल्ठुलो पैसा भएको, ठुल्ठुलो शक्ति, ठुल्ठुलो तपाईँको प्राप्ति भएकोले भन्दाखेरि नि मनमा श्रद्धा र कुनै पूर्वजन्मको र एउटा कुनै आधार छ भने मात्रै यो दर्शन गर्नु पाउँछ। यो दर्शन चाहिँ साधारण कुरा होइन। यसले चाहिँ तपाईँको एकदम कालान्तरमा पनि ठुलो प्रभाव राख्छ। यो जुनीमा विशेष नभएर अर्को जुनीमा नि भन्छ क्या है। बुझ्नुभयो? त्यही कारणले यहाँ आयो, जति आयो यो साधारण कुरा होइन, एकदम ठुलो कुरा हो है। ल, मनमा एकदम खुसी हुनुहोस्। बाई बाई। मोबाइलहरू सबै ठिक छ, सही सलामत? ल, बसको यात्राबाट हामी निस्किसक्यो सबैजना है। टोलीहरू बस पनि हामीलाई चट्ट छुटेर गयो। लोसरको बेला चाहिँ रिमिलिम हुन्थ्यो क्या। दर्शन गर्नु आँटेको चाहिँ यो नेपाल अधिराज्यभित्रमा यो एउटा मात्रै गुम्बा हो यस्तो है। यहाँ चाहिँ सम्पूर्ण सिटो दम्बारिकाको चाहिँ अनि प्रतिमाहरू कुयोहरू छ है। यो चाहिँ यस्तो प्रकारको नेपालको इलामको मेक्मा भन्ने ठाउँमा छ एक ठाउँ, अनि यहाँ एक ठाउँ छ। यो चाहिँ के हो भन्दाखेरि यो माथि जानुपर्छ है। यो चाहिँ तपाईँको अहिले यो दुई ठाउँ छ। यो चाहिँ हाम्रो शरीरमा चाहिँ बनिने क्रममा बाबाको सेतो रगत र आमाको रातो रगतको दुईटाको सम्मिश्रणले हाम्रो शरीर बन्यो। बनेपछि बाबाको सेतो रगतको अवशेष चाहिँ यहाँ हुन्छ, आमाको रातो रगतको अवशेष चाहिँ यहाँ हुन्छ भन्छ। अनि आमाको रातो रगतमा चाहिँ हाम्रो 42 प्रकारको शान्तसँग अनि शान्त हुन्छ नि, शान्त नरम स्वभावको एउटा भावनाहरू हुन्छ भन्छ। कतिवटा? 42। अहिले सोध्छु म कति जान्दछ है। अनि बाबाकोसँग चाहिँ अनि त्यो चाहिँ मुटुने बाबासँग चाहिँ फेरि यहाँ चाहिँ बाबासँग प्राप्त सेतो रगतमा चाहिँ 58 प्रकारको चाहिँ अलिकति क्रोध उग्र रूपमा भएको चाहिँ 58वटा चाहिँ अनि भावनाहरू हुन्छ भन्छ। 58 र 42 कति भयो? 100वटा। 100वटा भावनाहरू हुन्छ हाम्रोमा। अनि जिन्दगीभरि त्यो प्रयोग गर्छ हामीले। कोही बेला रिसाउँछ, कोही बेला आलिस हुन्छ, कोही बेला घमण्ड लाग्छ, कोही बेला चाहिँ विभिन्न प्रकारको त्यस्तोहरूमा प्रयोग गर्ने, कोही बेला रङहरूमा, कोही बेला रातो, कोही बेला सेतो देख्छ। कहाँबाट आउँछ होला यो कहिले विचार गरेको छैन होइन। अब कहाँबाट आउँछ होला, कसरी उम्रिन्छ होला। अब त्यो माटोबाट उम्रिएर त्यसलाई विभिन्न प्रकारको रङहरूमा बदलिन्छ। यो 58 प्रकारको चाहिँ अनि त्यस्तोसँग हामी जीवन व्यतीत गरेपछि अनि बिस्तारै हाम्रो अन्तिम क्षणमा चाहिँ बाबाको सेतो रगतको अवशेष चाहिँ हुँदो आउँछ। आमाको रगतको चाहिँ आएपछि यहाँ मुटुनेर भएपछि अनि ब्लस भएर चाहिँ अनि आफ्नो जिन्दगीमा गरेको कर्मअनुसार है, जिन्दगीमा साँच्चै हो चाहिँ जिन्दगीमा गरेको कर्मअनुसार आफ्नो कर्मअनुसार अन्तिम श्वास जान्छ मान्छेको। त्यो कहिले विचार गरेछ? एकदम मासुको व्यापार गर्ने अनि तपाईँको यो के अरे हत्या हिंसा गर्ने, रक्सीको व्यापार गर्ने, त्यस्तै कुकर्म मात्रै गर्नेहरूको प्रायः जस्तो चाहिँ अन्तिम श्वास चाहिँ गुद्वारबाट जान्छ। अलिकति गुई भएर जाने जस्तो, पिसाबद्वारबाट जाने जस्तो, अलि ठिकैको मान्छेको मुखबाट गरेर जाने जस्तो, कोहीको आँखाबाट, कोहीको जाने यस्तो गरेर जान्छ नि। अन्तिम श्वास त्यसरी जान्छ भन्छ, श्वास जान्छ। त्यहाँबाट अनि कोही तपाईँको बच्चाहरू जन्मिँदै भर्खरको लुलो हुन्छ नि, यहाँ पनि हुन्छ भन्छ नि। यहाँबाट गयो भने चाहिँ हाम्रो मान्छेको अन्तिम श्वास जान्छ। त्यहाँबाट मृत्युको श्वास गएपछि चाहिँ अनि त्यसको प्रक्रिया अहिले यहाँ छोटकरीमा व्याख्या गरेर साध्य छैन।
तर त्यो गइसकेपछि अनि 3 दिन एक बिहानमा एउटा चाहिँ त्यो जिन्दगीभरि प्रयोग गरेको चाहिँ पहिला आमाबाट प्राप्त गरेको भावनाहरू 42 प्रकारको चाहिँ शान्तसँग सम्बन्धित विभिन्न प्रकारको चाहिँ अनि भावनाहरू चाहिँ क्रमशःसँगले चाहिँ अनि चौथो पाँचौँ भने पहिलो रङ पहिलो दिनमा सेतो, दोस्रो दिनमा निलो, तेस्रोमा पहेँलो, चौथो दिनमा रातो अनि पाँचौँ दिनमा हरियो, त्यस्तो रङहरूमा विभिन्न प्रकारको दलाक्दो भावनाहरू अनि रूपहरू आकारहरू अनि विभिन्न प्रकारको चाहिँ आकार हुन्छ नि त्यस्तोहरू चाहिँ दलाक्दो रूपमा आउँछ भन्छ। त्यो चाहिँ अनि 42 प्रकारको त्यो चाहिँ अनि माथिल्लो तलामा चाहिँ यहाँदेखि 2 तला छ अनि फर्स्ट तलामा चाहिँ अनि फेरि क्रोधी छ। त्यो चाहिँ हाम्रो बाबाकोसँग सम्बन्धित स्तम्भ भएको 58 प्रकारको चाहिँ अनि विभिन्न प्रकारको चाहिँ विचारहरू कोही चाहिँ अब चराको जस्तो विचारहरू शान्त, कोही मृगको जस्तो, कोही बेला सुँगुरको जस्तो, कोही बेला तपाईँको त्यहाँ माथि बाघको जस्तो त्यो टाउकोहरू भएको छ। त्यस्तो प्रकारको चाहिँ अनि 58 प्रकारको चाहिँ यहाँ हुन्छ भने त्यो चाहिँ यहाँ छ। यो चाहिँ तपाईँको त्यो भावनाहरू खासमा यो देख्दाखेरि चाहिँ मरेपछि देख्ने देउता भन्छ। तर वास्तवमा यो चाहिँ हामीभित्र भएको हामीले जिन्दगीभर प्रयोग गरेको भावना र तपाईँको काम क्रोधको कुराहरू चाहिँ यहाँनिर हुन्छ क्या है। त्यो चाहिँ माथि छ। अनि यो चाहिँ तपाईँको जिन्दगीमा एक्चुअली दर्शन गऱ्यो भने र अनि गऱ्यो भने अनि त्यो चाहिँ अर्को जुनीमा पनि एकदम महत्त्व हुन्छ भन्छ। हामीले चाहिँ के सोच्नुपर्छ भने अब कमाउनु धमाउनु जीवनयापन गर्नु त आफ्नो तवरले जसरी पनि गर्छ, जिन्दगी जसरी चल्छ क्या। अघि उहाँहरूसँग कुरा भएको थियो हाम्रो सूचना दिदीहरूसँग उहाँ दाजुहरूसँग, जिन्दगी जसरी चल्छ। अब तपाईँको जति जन्मिएपछि मर्नुपर्नेसम्म समय लिएको हुन्छ नि त्यतिसम्म त तपाईँको हल्लिएर हिँड्ने पनि जिन्दगी खानु पाउँछ, सुतेर बस्यो भने दिनभरि तास खेल्नेहरू पनि खाइरहेछ होइन, क्यारम खेलेर त्यो हेर्नेहरू पनि तास खेलिरहेछ खाइरहेछ, डुल्नेहरू पनि यहाँसम्म कि तपाईँको जस्तो अब नानी जन्माउने अनि घर बनाउने खानु त्यति मात्रै त तपाईँको कुकुरहरू वन जङ्गलहरू चराचुरुङ्गीले समय पुगेपछि घर बनाउँछ है, आफ्नो जिन्दगी व्यतीत गर्छ। जिन्दगी व्यतीत गर्ने र अलिकति खाने लाउने मात्रै त तपाईँको जो कोहीले पनि गर्छ। तर जिन्दगी त्यति मात्रै हो त भनेर अलिकति सोच्नु पर्दाखेरि चाहिँ जिन्दगी त्यति मात्रै होइन, मरेपछि पनि जिन्दगी मनको चाहिँ अस्तित्व हुन्छ। त्यतिखेरको चाहिँ अहिले गरेको कर्महरू साह्रै महत्त्व हुनुपर्छ भने कर्मको हितफल चाहिँ जाँच्नुपर्छ क्या। मरेपछि चाहिँ अब कम्तीमा पनि मरेपछि साँच्चीकै मन हुन्छ होइन। मरेपछि चाहिँ कम्तीमा नि जन्मिँदाखेरि चाहिँ 4वटा खुट्टा भएको है, यति लामो सिङ भएकोमा नजन्मियोस् हामी चाहिँ होइन, खतम हुन्छ नि त्यस्तो मात्रै जन्मियो भने त होइन। होइन नानी ऊ नानीहरू डाक्टरको दाँतको डाक्टर भनेको होइन, अब कोही दाँत यति लामो दाँत त हुन्छ नि सिङ्गाहरू कुकुरहरू त्यस्तो भएर जन्मियो खतम भयो त होइन। अचम्मको दाँत हुन्छ, हाम्रो दाँत यस्तो छ होइन, उनीहरूको त दाँत बनाउनु पर्दैन हो। त्यो अनेक प्रकारको हाम्रो जस्तै मन भएको त्यो प्राणीहरू हुन्छ नि कति धेरै छ नि, हाम्रो जस्तै मन हुन्छ कि खानु चाहन्छ, सुख चाहन्छ, आफ्नो सन्तानलाई माया गर्छ, दुःख चाहँदैन अनि उनीहरूको पनि पक्ष विपक्ष हुन्छ, हरेक कुराहरूको हुन्छ हाम्रो जस्तो। तर बुद्धि विवेक चाहिँ शून्य हुन्छ क्या फेरि। तर हामी मनुष्यमा पनि कोही त बुद्धि विवेक शून्य भएको मान्छेहरू पनि छ नि त होइन, सोच्नै नसक्ने बोल्नै नसक्ने अनि त्यसले यस्तो गर्यो हामीले गुनासो पकाउँछ, त्यसले यस्तो भन्यो भन्छ। त्यो आफ्नो बुद्धि विवेक अनुसार जस्तो भ्यायो त्यस्तै गर्छ, त्यसलाई सम्हालेर नसम्हालिने रहेछ क्या होइन। आफ्नो कर्म जुनमा पहिलो जुनमा जस्तो ल्याएछ त्यसलाई चाहिँ सम्झाएर बुझाएर नहुने रहेछ। मलाई मैले नै आफूले प्रयोग गरेँ त्यो कर्म कस्तो छ त्यो चाहिँ पहिलो जुनीको कर्ममा भर पर्ने रहेछ क्या। त्यही अर्को जुनी कस्तो हुने भने चाहिँ अहिले जुनीमा एकदम भर पर्छ। त्यही कारण तपाईँहरूले अब लामासँग यसरी बुद्ध धर्मसँग सम्बन्धित भएपछि अलिकति यो जुनी त जसरी नै बित्ने नै हो, तर अर्को जुनी चाहिँ कम्तीमा नि अलिकति राम्रो होस् है भनेर चाहिँ अनि मालाहरू कस्तो राम्रो माला गरिरहेछ होइन, त्यो त्यो चाहिँ राम्रो हो। माला छैन नानीको है, भान्जाको छैन है, छ गर्नुपर्छ ल कहिले काहीँ साँच्चै हो। अब मान्छेले भन्छ नि अघि यहाँ हाम्रो दिपेन दाइले भन्दै थियो पहिला पूर्वको गुरुङहरू बुद्ध धर्म पहिला अँगाल्नुभन्दा पहिला अनि यो मणिपत्मीहरू तारे जप्तै गर्नुभन्दा अगाडि कस्तो घरहरू फोहोर होइन, सभ्यता नि नभएको कस्तो झगडा मात्रै गरिरहने यताउता हत्या हिंसा घरमा त्यस्तो मात्रै गर्ने। जब बुद्ध धर्म अँगाल्यो 2043-44 सालदेखि त्यहाँबाट त्यो गाउँमा त्यो ठाउँमा स्वभावदेखि लिएर अनि त्यहाँको चालचलनदेखि लिएर हरेक कुराहरू एउटा अलग्गै केले चाहिँ तपाईँको एउटा पावर थपेको जस्तो शक्ति पावर भएको जस्तै अनि तपाईँको सहज स्वभाव उन्नति प्रगति फरक तरिकाले भयो भनेर भन्छ। साँच्चीकै हुन्छ हाम्रो चाहिँ जीवन जिन्दगीमा चाहिँ कर्म र कोसिसले मात्रै हुँदैन। अनि आफ्नो कर्ममा पुण्यमा छैन भने हामीले पसिनाले नै नुहायो भने पसिनाले छ नि नुहायो भने खानु लाउनु पनि धाउँदो पर्छ। कतिपय हाम्रो काठमाडौँमा देख्छ नि त, त्यही कारण अलिकति पुण्य हुनुपर्छ। पुण्य छैन भने जति नै कोसिस गरे पनि केही हुँदैन। त्यो पुण्य आर्जन गर्ने पुण्य कमाउने भनेको चाहिँ माला जप्ने जप तप गर्ने है, त्यो सबैभन्दा ठुलो माध्यम हो, उपाय हो। जप्छ नि त माला, डाक्टर साहबहरूले जप्छ जप्दैन है,
जप्नुपर्छ यसो आफूलाई चिन्नुपर्छ है ल माला किन्यो भने 1-2 सयमा आइहाल्छ पछि कसले त्यसको लागि हान्ता पनि गर्दैन अहिले दुःख गरेर सुनको सिक्री किन्यो भने ओम यसो गर्दा माला यसलाई ओम तारे जस्तो ओम मणि पद्मे हुँ ओम मणि पद्मे भन्दा नि हुन्छ ओम मणि पद्मे भन्दा नि हुन्छ ओम मणि पद्मे भन्ने चाहिँ भाउजूले सोध्नु पऱ्यो के भाषा जस्तो लाग्छ तामाङ भाषा हो कि गुरुङ भाषा हो कि शेर्पा भाषा हो कि के भाषा जस्तो लाग्छ तपाईँको मनमा के छ यत्रो लामो तपाईँको बाबाले गुम्बा नि बनायो लक्ष्मी मार्ग होइन दाजु तपाईँले नि गर्यो त्यति अब यति धेरै कुन भाषा हो लु भन्नु त टिबेटियन भाषा हो उहाँ दाजु भन्नु त हाम्रो उहाँ चाहिँ ठेकेदार हो फेरि काठमाडौँको कुन भाषा तामाङ भाषा जस्तो लाग्छ कि तपाईँलाई यति धेरै जप्नुभयो मणि पद्मे हुँ लु भन्नु तपाईँलाई के जस्तो लागिरहेछ अहिले टिबेटियन जस्तो लागिरहेछ कि खास टिबेटियन नै हो कि होइन के हो अब हिजो जमानाबाट नै थाहा भएन ओम मणि पद्मे भने के हो त ऊ पछाडि राम्री राम्री बहिनीहरूलाई सोध्नु नि दाजु के हो के भाषा हो दाजु लु बहिनी भन्नु त ओम मणि पद्मे के भाषा जस्तो लाग्छ यो चाहिँ सबैले अब कतिले टिबेटियन भन्छ ऊ भन्छ खासमा संस्कृत भाषा हो ल ओम मणि पद्मे संस्कृत भन्छ नि नेपालबाट गएको बुद्ध धर्म चाहिँ संसारबाट चाहिँ अब अहिले संसारभरि छ अनि नेपालमा चाहिँ पहिले प्राचीन रूपमा चाहिँ पाली भाषा र संस्कृत भाषा थियो पाली भाषाबाट नि चाहिँ संस्कृत भाषा हो ओम भनेको चाहिँ तपाईँको हाम्रो अ उ र म तीनवटा अक्षरले बनेको ओम हामीले भोग्ने शरीर अनि बोल्ने शब्द र सोच्ने मन तन मन वचनको प्रतीक पनि हो ओम शब्द उच्चारण गर्दाखेरि हाम्रो स्नायुहरू हुन्छ नि नसाहरू सबै एकदम सञ्चालन भएर अनि दिमागी तपाईँको मस्तिष्कसम्म यसको हलचल हुन्छ भन्छ ओम शब्द उच्चारण गर्दाखेरि एकदम तपाईँको यो वैज्ञानिक हिसाबले तपाईँको यो मानसिक हिसाबले पनि एकदम राम्रो है ओम मणि भनेको सबै संसारको सबैभन्दा बहुमूल्य शब्द राम्रो शब्द बोल्नुपर्छ मिठो शब्द बोल्नुपर्छ अनि घरमा सहस्वभाव हुन्छ भन्छ नि त्यही कारण घरमा मेलमिलाप हुने छोराछोरी राम्रो हुने के हो भन्दा घरमा तपाईँको मादक पदार्थ हत्या हिंसा भएन भने अनि तपाईँको राम्रो शब्दहरू भयो भने त्यही कारण घरमा चाहिँ ओम मणि पद्मे घरमा सह बस्छ भन्छ मणि भनेको क्या मणिढुङ्गा मणिरत्न भन्छ नि मणि पद्म भनेको एउटा कोमलता सहिष्णुता एउटा त्याग र समर्थनको एउटा फुल जस्तो है हुँ भन्ने एउटा शून्यता र तपाईँको यथार्थलाई बुझ्छ ओम मणि पद्मे हुँ भने त्यो मात्रै जप्यो भने साँच्चै तपाईँको घरमा सह हुने कोही मान्छे हुन्छ नि यताबाट कमायो यताबाट जाने होइन सह नभएको हो क्या त्यो सहहरू स्वभाव हुन्छ ओम मणि पद्मे हुँदा घरमा मेलमिलाप हुन्छ अनि तपाईँको त्यस्तो अर्को जुनीको लागि एउटा मार्गदर्शन नै हुन्छ ओम मणि पद्मे जप्नुहोस् है अनि ओम मणि पद्मे अनि त्यहाँदेखि अर्को ओम तारे चुतारे तुरेस ओम तारे चुतारे तुरेस जप्नु है त्यसले धेरै राम्रो हुन्छ हस्त ल माथि जाउँ माथि चाहिँ पहिला चाहिँ माथि फर्स्ट तलामा चाहिँ कोरोदी देवताहरू चाहिँ राम्रो हेर्नु त्यो हाम्रो भावना हो बाबाबाट प्राप्त त्योभन्दा माथि चाहिँ शान्ति देवता छ है तल शान्ति क्रोधी माथि हो यो चाहिँ तपाईँको अब दिपेन दाइ र भाउजूले नानीहरूलाई उहाँलाई घुमाउनु ल्याएछ तपाईँहरूलाई यो चाहिँ तपाईँलाई लन्डन अमेरिका लगेको भन्दा ठुलो ठाउँ लगेको जस्तो भएछ यो चाहिँ अर्को जुनीलाई काम लाग्ने ठाउँ हो नि त होइन त्यही कारणले एकदम ठुलो ठाउँमा ल्याएँ तपाईँलाई ल ओके गुरु पद्मनाभ बाबाको टोपीको छापेको ठाउँ हो टोपीको छ यहाँनिर हो यहाँ माथि ट्याक्कै मान्छे बस्दाखेरि यहाँनिर यो हो जस्तो टोपी छ नि त्यस्तै छाप छ कि यहाँ यस्तै ठाउँ हो